सिडनी नजिकै फ्री पार्कहरू खोजिरहनु भएको छ भने यो ठाउँ हजुरहरूको लागि हो। यो चाहिँ मेरील्यान्डमा रहेको सेन्ट्रल गार्डन पार्क हो। यदि हजुरहरूलाई नेचर वाक मनपर्छ भने चाहिँ यो ठाउँ हजुरकै लागि हो। पारामाटाबाट ओन्ली 10 मिनट ड्राइभमा रहेको यो पार्क आज म जाँदैछु। इफ यु गाइज लभ पीस एन्ड क्वाइट देन दिस प्लेस इज फर यु। वाटरफल, एनिमल्स अनि बार्बिक्यू एरिया अनि त्यसपछि बच्चाहरूको लागि खेल्ने ठाउँ पनि एकदम ठुलो थियो। यो ठाउँ घुमिराख्दा मलाई चितवनको 20,000 तालको याद आइरहेको छ। हजुरहरूलाई पनि लाग्यो र त्यस्तो? यो ठाउँमा चाहिँ डिफ्रेन्ट बर्ड्स अनि त्यसपछि इम्युज अनि डिफ्रेन्ट पाइथन्स यस्तो यस्तो खालको एनिमल्सहरू थियो। यु क्यान अल्सो सी कंगारुज देयर। यो ठाउँ चाहिँ फ्यामिली पिकनिकको लागि एकदम बेस्ट हो किनभने चाहिँ बच्चाहरूलाई खेलाउने ठाउँहरू पनि थियो। टिकटकमा वाटरफल पनि छ भनेर गएको थिएँ म चाहिँ यो ठाउँमा, तर वाटरफल हेर्नको लागि चाहिँ जहिले पनि 11 to 2 PM को बिचसम्म जानुपर्ने रहेछ र यतिखेर 4 बजिसकेको थियो। यो वाटरफल चाहिँ आर्टिफिसियल रहेछ क्या, त्यहाँ चाहिँ मान्छेहरूले खोलिदिने रहेछ अनि बन्द नि गर्ने रहेछ। फोटोमा हेर्दा त एकदम नेचुरलै जस्तो देखेको थियो। हजुरहरू पनि जान लाउनु भएको हो भने चाहिँ त्यसमा टाइम हेरेर मात्र जानु होला। बिचको टाइममा जानुभयो भने चाहिँ हजुरहरूले वाटरफल हेर्न पाउनुहुन्छ। बाई।